शारदा नदी सल्यानको श्रीनगर हुँदै बहेर यहाँ आइपुग्छ। यो एउटा धार्मिक नदी हो। यसले धेरैवटा धार्मिक मठ मन्दिरलाई तट प्रदान गर्दै अघि बढेको छ। सल्यानमा प्रसिद्ध देवस्थल छ कालीमाटी गङ्गामाला भगवतीको। त्यसकै नामबाट गाउँपालिकाको नामाकरण कालीमाटी रहन गएको छ। कालीमाटीको यो भेगमा चाहिँ शारदा नदी खोचिलो तवरले बहेको छ। वरपर अग्ला पहाड छन्। नदी तटमा प्रशस्त खेतीयोग्य जमिन छ र बसोबासका निम्ति पनि उपयुक्त स्थान बनेको छ। ल हामीले दाङ जिल्लालाई चाहिँ सम्पूर्ण रूपमा छिचोलेर सल्यान जिल्ला छिर्यौँ। सल्यान जिल्लाको यो कालीमाटी गाउँपालिका यो कस्तो सुन्दर ठाउँ लाग्यो मलाई चाहिँ, किनभने यो बिचबाट चाहिँ शारदा नदी बहेको छ। शारदा माथि श्रीनगर क्षेत्रबाट हुँदै आउने यो सल्यानको एउटा प्रमुख नदी। यो चाहिँ यहाँनिर आएर बगेको अवस्थामा चाहिँ यसले आफ्नो बेसी बनाएको छ। केही फराकिलो बेसी नै छ जहाँ चाहिँ प्रशस्त धानबाली हुने स्थान चाहिँ हामी देख्न सक्छौँ। नदीको दुवैतर्फको फाँटिलो भागमा खेती मजाले गरिन्छ र सडक त्यसैको किनारबाट चाहिँ बहेको छ। यो शारदा नदी एउटा पवित्र नदीको रूपमा पनि लिइन्छ। हामीले सुर्खेत जिल्ला टेकेको छैनौँ। अहिले सल्यानको भूभाग भएर यात्रा गर्दाखेरि चाहिँ यो कालीमाटी गाउँपालिकाको यो क्षेत्रलाई कालीमाटी नै भनिँदो रहेछ। केही अगाडि त बजार छ, प्रहरी चौकी भएको चौकी डाँडा लगायतको चाहिँ क्षेत्र छ। पुल तर हामी पारीबाट वारी आएको छौँ। साह्रै सुन्दर लागिरहेछ। यो बाटो पहिले चाहिँ मैले यात्रा नगरेको अवस्था, त्यो कारणले चाहिँ दाङबाट सिधै सुर्खेत जानको लागि चाहिँ बाटोको जानकारी दिँदाखेरि चाहिँ कहीँ पनि अप्ठ्यारो या सानो गाडी नजाने भन्ने छैन। मोटरसाइकल, ठुला गाडी, साना गाडी जस्तोसुकै गाडी सवारी साधन जान सक्ने अवस्था छ। केही ठाउँमा हामीले पुल नभएको अवस्था भेटेका थियौँ सानो खोलाहरूमा, जबकि त्यहाँ चाहिँ हामी मजाले तरेर आउन सकेका छौँ। हामी पहाडी ढलानको चाहिँ बेसी भएर जाँदैछौँ। ठ्याक्कै भित्ता नजिकै छौँ हामी र कहिलेकाहीँ चाहिँ पहिरोले चाहिँ दुःख दिने अवस्था पनि रहेछ यो सडकमा, तर छिटै त्यसलाई चाहिँ मर्मत सम्मार गरेर यातायात सुचारू गरिहालिन्छ भन्ने पनि जानकारी पायौँ। एकदमै रमाइलो भइरहेछ। अब हामी दृश्य हेर्दै हेर्दै नै अगाडि बढ्छौँ। साह्रै सुन्दर ठाउँ पुग्नै छ। बोटेचौर, त्यस आसपास भेरी नदी किनारका चाहिँ सुन्दर क्षेत्रहरू हुँदै हुँदै सुर्खेत वीरेन्द्रनगर आज पुग्ने हाम्रो लक्ष्य। अहिले हामी दाङबाट भनेको तुलसीपुरबाट हिँडेको त 1-1.5 घन्टा मात्रै हुँदैछ। धेरै नै अलमल गरेर आयौँ, त्यही कारणले समय हामीलाई चाहिँ बेसी लाग्यो। किनभने ठाउँै रमाइलो छ घुम्नलाई, हेर्नलाई अनि स्थानीयसँग गफ गर्दै जानलाई। एकदमै चोखो गाउँहरू चाहिँ यो यात्रामा चाहिँ हामीले भेट्ने चाहिँ मौका पाइरहेको अवस्था पनि छ।